Hello and good morning guysहरु वेलकम ब्याक टु माई न्यू भिडियो र अन्त आजको चाहिँ हाम्रो फेरि है म्याराथन रहेको छ यो याङगाङमा अन्त 8 किलो म्याराथन रहेको छ त्यसको लागि चाहिँ हामी चाहिँ हिजै आएर यहाँ हामी स्टे भइरहेको थियो यहाँ हाम्रो पिडी म्याडमकोमा र यतिखेर भने चाहिँ 5 बजिसकेको छ भनौं है 5 बज्नु 10 मिनेट 9 मिनेट जस्तो छ हामी चाहिँ अब उठिसकेको छ अब के हुन्छ अब के खानु पर्ने हुन्छ कम्ती फ्रुट्सहरु अब फ्रुट्सहरु खाएर चाहिँ अन्त हामी रेडी भएर निक्लिनु पर्ने हुन्छ अनि एक्सरसाइजहरु गर्नुपर्छ किनभने बडीलाई एकदम हिट गराउनु पर्यो नि त बडी नकैले एकैचोटी कुद्नु हुँदैन इन्जुरी हुने चान्सेसहरु हुन्छ है र अन्त हजुरलाई देखाउनु पर्दाखेरि चाहिँ है यहाँदेखि चाहिँ यस्तो दामी भ्यूज देख्छ बिहानै है बिहानी पाखामा यस्तो खालको है भ्यूज देख्नु भनेको चाहिँ हैन कस्तो दामी छ है यो वे लगाएको रहेछ ग्रिल लगाएको रहेछ यताले देख्नु तर पनि हजुरले हेर्नुहोस् एकदम दामी छ बवाल छ हेर्नुहोस् रुम चाहिँ यहाँ है यस्तो छ है एकदम मिठो निन्द्राहरु लाग्यो यहाँनिर अन्त म चाहिँ अब मुख धोकै छैन है मुख धुनु पर्ने हुन्छ है गाइसहरु यस्तो छ हैन भइरहेको छ अनि यहाँ फ्रुट्सहरु चाहिँ यहाँ ल्याएर राखिरहेको छ यहाँ एप्पल बनाना छ यसलाई चाहिँ अब खानु पर्ने हुन्छ अन्त हामी चाहिँ रेडी भएर निक्लिनु पर्ने हुन्छ ल त गाइसहरु है अहिले भने म हजुरलाई देखाउने छु पर के कस्तो हुन्छ हैन आजको सबै त म देखाउन सक्दिनँ होला कुदेको त तर म कोसिस गर्नेछु हजुरलाई देखाउन ल त गाइसहरु अहिले भने चाहिँ अब हामीले फ्रुट्सहरु पनि काटेर हैन खाइ पनि सकेको छौं हैन यहाँ यति छ अब यो अब सबै त खाइसकिदैन होला यस्तो खानु पर्ने हुन्छ बिहान कुद्नु भन्दा अगाडि सोल्टी के गर्नु भएको हो सोल्टी यता हेरौँ न पानी तान्दैछ है कस्तो खानुपर्ने हुन्छ अन्त यहाँ सक्नुहुन्छ हजुरले है चाहिँ खानै पर्ने हुन्छ ल त गाइसहरु अहिले भने चाहिँ हामी निक्लिसकेको छ सोल्टी के कस्तो छ आजको चाहिँ टप हुनेवाला छ है हामी निक्लिसकेको छ यतिखेर भने चाहिँ अब के कस्तो हुन्छ हैन कुदै चाहिँ हुन्छ एकदम पानी परेछ है बेलुका चाहिँ पानी परेछ यहाँनिर चाहिँ अब हामी चाहिँ जाँदैछ यहाँनिर के कस्तो हुन्छ आजको हैन थाहा छैन कुद्दैछौँ है निकै चिसोहरू चाहिँ हाम्रो यहाँ गङ्गे सरहरू पनि भेट भएको छ उत्तरीको नि उहाँ खेल इन्डियाको उहाँ नै हुनुहुन्छ कस्तो दामी देख्ने जग्गा है यहाँ चाहिँ बवाल छ नि त हौ यहाँ त के भन्नु होइन हेलो गुड मर्निङ सर अन्त के छ एकदम तपाईँ आज कमिटी हजुर ल त अनि आजको चाहिँ के कस्तो छ अन्त आज एकदम तपाईहरुलाई एकदम वेलकम छ याङयाङमा ओके थ्यांक यू तपाईको एउटा सानो म्याराथन गर्दैछु हजुर अनि तपाईलाई एकदम बेस्ट अफ लक दिन चाहन्छु हुन्छ थ्यांक यू हुन्छ साङी सर हाम्रो म्याडमहरु पनि आज चाहिँ कडा कुद्ने भएको छ है यहाँनिर यो नै हो है हामी किनभने जित्नुपर्छ भन्ने छैन हाम्रो एउटा स्वास्थ्यलाई नै अब राम्रो राख्नु फिट राख्नु नै सबैभन्दा ठुलो कुरा हो हामी नि मुम्बई आउँदै थियो नि म्याडम अन्त आज म्याडम कस्तो प्रकारले यो गर्नु हुँदैछ अब यो चाहिँ मेरो फर्स्ट टाइम हो हैन हजुर पार्टिसिपेन्ट फर्स्ट टाइम लिएको हैन जति पनि छ त्यो चाहिँ कभर गर्ने जति पनि कुद्नु पर्छ 8 किलोमिटर हैन हजुर त्यो चाहिँ म कभर गर्ने चाहिँ सोचमा छु छोटो भन्दा छोटो समय तर 3 घण्टा लाग्छ होला यो फर्स्ट टाइम हो हैन फर्स्टमा अब सबैलाई त्यस्तै हुन्छ है अन्त हामीले अब कोसिस गरे भने सबै कुरा सकिन्छ है त अहिले भने चाहिँ अब सुरु हुनु आँटिराखिसकेको छ हाम्रो आजको म्याराथनहरु सकिन्छ के हो आज कुद्नु है सकिन्छ है
ल त गाइसहरू अहिले भने चाहिँ हामी आजको म्याराथन हामी सबैले सकिसकेको छ है। अन्त आजको हाम्रो विनर चाहिँ हाम्रो गङ्गा हाङ सर है, उत्तर स्किमको हुनुहुन्छ। र सेकेन्ड हाम्रो राबङलाको हिस्से भाइ छ। र अन्त थर्ड चाहिँ ऊ भाइ हुनुहुन्छ यहाँनिर पहिलो भेस्ट लगाउने थर्ड हुने भाइ ऊ पहिलो उयो लाग्छ नि भेस्ट ऊ भाइ हो। त्यहाँदेखि अब हामी त अब के भन्ने, हामी त अब कोटा गन्तीले छैन भएको है, हामी पनि आइयो होला नम्बर त। यहाँ चाहिँ अब एकदम ब्रेकफास्टहरू हजुर हाम्रो म्याडमलाई आजको रनिङ कस्तो खालको अब अलिकति एक्सपिरियन्स बताइदिनुहोस् न, कस्तो लाग्यो आजको? सधैँ पनि कुदिरहेको, आज 8 किलोमिटर 7 किलोमिटर कुदेको थिएँ होइन, मजा आयो है। सजिलो चाहिँ हुँदैन, साह्रै पर्छ र पनि मैले मेरो चाहिँ यति थियो, यो राउन्ड पुरा गर्ने मैले पुरा गरेँ, 1.5 घन्टा चाहिँ लाग्यो। तर अब यहाँदेखि हजुरले चाहिँ गरिबस्नु पऱ्यो, प्र्याक्टिस गरिबस्ने, अनि त्यसलाई अब पार्टिसिपेटहरू पनि गऱ्यो भने चाहिँ राम्रो हुन्छ। हेर्न सक्नुहुन्छ मान्छेको भिड। त गाइसहरू अहिले भने चाहिँ हामी हेलिपेड जाँदैछौँ घुम्नु, याङगाङको हेलिपेड। आजको हाम्रो गाइडलाइन चाहिँ हाम्रो अङ्गद भाइ, विजय भाइ हुनुहुन्छ। हेलो गाइस, हामीलाई आजको है गाइड गर्ने है गाइडलाइन्स भनौँ न हाम्रो आजको विजय भाइहरू। सोडी आउनुहोस् है बिस्तारै बिस्तारै। म चाहिँ यहाँ छु, एकदम पसिना आयो हामी चिनेर हेलिपेड गएको। अहिले अब हेलिपेड घुमेर मन लाग्यो भने चाहिँ हामी ढप्पर पनि जानुपर्छ होला है, पैसा पनि ढप्पर पनि गइन्छ, नत्र भने चाहिँ हेलिपेड पुगेर फर्किन्छौँ। दामी भएको छ आजको दिन चाहिँ। बोट चाहिँ माछा हेर्नुको लागि चाहिँ होइन हामी यहाँ मोरेहरू ल्याएँ मैले होइन किनेर। अब यो मोरे लगेर चाहिँ त्यसलाई तल हालिदिने होइन। माछा चाहिँ कत्रो आउँदो रहेछ हेरौँ, यता ठुल्ठुलो आउँछ जस्तो लागेको छ, किनभने बगाल बडावालाहरू रहेछ माछा चाहिँ यहाँनिर। अब म हजुरलाई फेरि देखाउनेछु ल अहिले तपाईँलाई। म हामी यहाँ माछा देखाउँदैछु है, माछा देखाउँदैछु नि यहाँ माछा। यो चाहिँ याङगाङ हेलिपेडको जुन यो पोखरी चाहिँ यहाँको चाहिँ माछा हो। यहाँ कत्रो आयो माछा हो, कत्रो आयो माछा हो, खेद्दो रहेछ है ठुलोलाई सानोलाई हेर्नु सक्नुहुन्छ। यहाँ अहिले एकछिन हामी हेर्नु सक्नुहुन्छ हजुरले माछा माछा ऊ माछा जरा माछा ऊ यहाँ कत्रो छ ऊ अम्बो यहाँ कत्रो आयो है। यो त हामीले पक्रेर निकाल्यो भने त बिमार हुन्छ होला है। त्यो मागुर कालो हुन्छ नि मागुर त टेप्पी टेप्पी परेको हुन्छ नि। यो सब ऊ रहेछ ऊ मागुर मागुर यहाँ मागुर ऊ यहाँ पनि छ मागुर ऊ यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। ठुलो छ यो चाहिँ मागुर है, यहाँनिर मागुर चाहिँ चिप्टे पनि रहेछ नि माछा, चिप्टे यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले माछा हो। मेरो फोन पनि झार्नु लाउँदैन यिनीहरूले। कत्रो है याङगाङ हेलिपेडको यो माछा है हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ। यसरी सानो सानो छैन मागुर रहेछ है बेसी चाहिँ आम्मा लडाउँदा पनि लिएर हामीले के भन्छ है। म तानु के गर्छ सानो क्या भाग्दो रहेछ नि